हेलो गाइज वेलकम टू माई मिनी ब्लग। मेरो मिनी ब्लगमा सबलाई स्वागत छ। सबभन्दा पहिला त सबलाई मनबाटै नमस्कार। हाम्रो सबभन्दा पहिला रेस्टुरेन्टमा आइसकेपछि सबभन्दा पहिला चाहिँ हाम्रो एउटा लार्ज साइजको ओनियन पिज्जा चाहिँ हाम्रो एउटा लागिसकेको छ। यो पनि हाम्रो जोमेटोमा जाने हो, जोमेटोबाट आएको अर्डर चाहिँ। त्यसमा टाइम हुन्छ 15 मिनट जति। त्यो 15 मिनटभित्र चाहिँ अर्डर चाहिँ बनाएर रेडी राख्नुपर्छ। राइटर आएर लग्छ। अहिले चाहिँ राइटर आएको छैन, टाइम पनि अलिकति छ, त्यही कारणले यहाँ हाम्रो पिज्जा प्याक भइरहेछ। पिज्जा थैलामा गरिसकेपछि पनि राइटर चाहिँ आएको छैन अझै पनि। टाइम चाहिँ लगभग भइसकेको छ, हाम्रो पनि प्याकिङ भइसकेको छ। हामीले चाहिँ यताबाट रेडी दिइसकेका छौँ। अब राइटर भने खै अब कतिखेर आउँछ। राइटर भने अलिकति ढिलै आउँछ। हाम्रो अस्ति पनि गएको थियो 2वटा अर्डर जोमेटोमा, त्यसमा पनि राइटर चाहिँ ढिलै आएको थियो। आज पनि खै ढिलै आउँछ कि अब राइटर पनि। हाम्रो राइटरलाई पिज्जा दिइसकेपछि हाम्रो यो बेलुकापट्टि चाहिँ अलिकति 5-6वटा गरागहरू चाहिँ आएको थियो। त्यो गरागहरूलाई तिनीहरूको अर्डर कम्प्लिट गरिसकेपछि हाम्रो चाहिँ अब अलिकति अब आटाहरू थियो, त्यही आटाबाट चाहिँ लच्छा पराठा बनाइदिउँ भन्ने हो। आजसम्म चाहिँ बनाएको थिएन। अब हिजोदेखि चाहिँ हामीले सुरु गरेको। हिजो चाहिँ हाम्रो 2वटा लच्छा पराठा गएको थियो। आज फेरि अब अरू बनाऊ भन्ने भयो। ल गाइज, आजको लागि यति। बाई बाई। सबले लाइक कमेन्ट गरिदिनु होला प्लिज।